राजाको शासन यो देशमा 18 वर्षभन्दा पहिला थियो। 18 वर्ष यता गणतन्त्र आयो। 18 वर्ष भनेको 10 वर्षको उमेर भएपछि मानिसले राजनीतिका बारेमा कुरा बुझ्छ होला। त्यसकारण करिब करिब 28 वर्षभन्दा कम उमेर भएका मानिसले राजतन्त्रलाई राम्ररी देखेका छैन। 18 वर्षभन्दा कम उमेर भएकोले त देखेकै छैन। त्यसकारण अहिले 27-28 वर्ष उमेर भएका मानिसहरूलाई, खास गरेर बहिनीहरूलाई, भाइहरूलाई के आग्रह गर्नुपर्छ? म दुईटा कुरा मात्रै निवेदन गर्छु। हामी यहाँ बस्दा बस्दै भाइ बहिनीहरूले धेरै वक्ता साथीको कुरा सुन्नुभयो। वक्ता साथीहरूले सरकारको विरोध गर्नुभयो। खास गरेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको त नामै लिएर विरोध गर्नुभयो। मेरो बारेमा पनि टिप्पणी गर्नुभयो। सरकारको विरोध भयो, सरकारमा बसेका मानिसको विरोध भयो। ठिक छ, हुनुपर्छ। मैले अघि नै भनिहालेँ, लोकतन्त्र भनेको प्रश्न गर्ने। यसो गर्नुपर्ने किन गरेनौ, त्यसो गर्नुपर्ने किन गरेनौ, यो बिग्रियो किन बिग्रियो, यो सुध्रियो कसरी सुध्रियो, यो सबै प्रश्न नागरिकले गर्न पाउनुपर्छ र त्यसको जवाब सरकारले दिनुपर्छ। त्यो लोकतन्त्र। म 30 वर्षभन्दा कम उमेर समूहका बहिनीहरूलाई, भाइहरूलाई एउटा आग्रह गर्न चाहन्छु। जो मानिसले यो देशमा फेरि राजाको शासन आउनुपर्छ या राजाको शासन आउँछ भनेर भनिराख्नु भएको छ, उहाँहरूलाई दुईटा प्रश्न सोधिदिनुहोस्। एउटा प्रश्न के सोध्नुहोस् भने राजाको शासनमा राजाको आलोचना गर्न पाइन्छ कि पाइँदैन भनेर सोधिदिनुहोस्। उहाँहरूले के जवाब दिनुहुन्छ त्यसपछि निर्णय गर्नुहोस्। मैले बुझेको राजतन्त्रमा राजालाई प्रश्न गर्न पाइन्छ। यदि कसैले राजालाई प्रश्न गर्ने कोसिस गर्यो भने जेल जानुपर्छ। जति दिन यो देशमा राजाको शासन रह्यो, कसै नागरिकले राजालाई प्रश्न गर्ने काम गर्न सके। आज हामी राष्ट्रपतिलाई प्रश्न गर्दैछौँ, आज हामी प्रधानमन्त्रीलाई प्रश्न गर्दैछौँ, आलोचना गर्दैछौँ, सरकारको आलोचना गर्दैछौँ। राजाको शासनमा यो पाइन्छ भनेर सोधिदिनु होला, मेरो आग्रह छ। र अर्को एउटा कुरा सोधिदिनु होला, यदि राजाको शासनमा राजाले गल्ती गरे भने राजाका माथि मुद्दा चल्छ भनेर सोधिदिनु होला, अथवा राजाका माथि कानुनी कारबाही हुन्छ भनेर सोधिदिनु होला। अर्को प्रश्न, लोकतान्त्रिक व्यवस्थामा गल्ती गर्दा प्रधानमन्त्री, मन्त्री सबैका माथि कारबाही भएका छन्। तर राजाको शासनमा राजाले शासन गर्दा प्रश्न सोध्न पाइँदैन, आलोचना गर्न पाइँदैन र मुद्दा चलाउन पाइँदैन। हामीले त्यही व्यवस्था खोजेको हो, फेरि त्यही चाहेको हो होइन। त्यसो भएको हुनाले लोकतन्त्र र राजतन्त्र, गणतन्त्र र लोकतन्त्र, राजतन्त्रका बीचको अन्तर भनेको एउटा व्यवस्थामा प्रश्न सोध्न पाइन्छ, त्यो प्रश्नको उत्तर दिनै पर्छ। माननीय रामनारायण भिडारीज्यू, प्राइम टेलिभिजनका अध्यक्ष आदरणीय एलिसा गौतमजी, यहाँ उपस्थित हुनुभएका पूर्व माननीय सदस्य साथीहरू, संविधान सभाका सदस्य साथीहरू, पूर्व मन्त्रीज्यूहरू, संवैधानिक निकाय आयोगहरूका माननीय अध्यक्ष एवं सदस्य साथीहरू, सञ्चारकर्मी मित्रहरू, आदरणीय दिदीबहिनीहरू, दाजुभाइहरू, आज रिपोर्टर्स क्लबले आफ्नो 27 वर्ष पुरा गरेको छ। यो 27 वर्षमा रिपोर्टर्स क्लबले अत्यन्त राम्रो काम गरेको छ। लोकतन्त्रको एउटा आधारभूत मान्यता भनेको नागरिकलाई सूचनाको हक हुन्छ। नागरिकले प्रत्येक सार्वजनिक विषयको सूचना पाउनुपर्छ भन्ने लोकतन्त्रको मान्यता हो, हाम्रो संविधानको ग्यारेन्टी पनि हो। नागरिकको सूचनाको हक कसले दिन्छ त भन्दा सञ्चार माध्यमले दिन्छ। त्यसो भएको हुनाले नागरिकको एउटा आधारभूत आवश्यकता, मान्यता, नैसर्गिक हकलाई पूरा गर्ने काम यो 27 वर्षमा रिपोर्टर्स क्लबले बहुत राम्रोसँग सम्पादन गरेको छ। त्यसकारण म सबैभन्दा पहिला रिपोर्टर्स क्लबका अध्यक्ष आदरणीय ऋषिजीलाई हार्दिक बधाई दिन चाहन्छु। रिपोर्टर्स क्लबलाई
म बधाई भन्न चाहन्छु। यो 27 वर्षमा उहाँले गर्नुभएको राष्ट्रका लागि नागरिकका लागि गर्नुभएको सेवा अत्यन्त प्रशंसनीय छ। त्यसका लागि बधाई छ, धन्यवाद छ। त्यसलाई निरन्तरता दिनुहोला। तपाईलाई बधाई छ ऋषिजीलाई। प्राइम टेलिभिजन पनि रिपोर्टर्स क्लबकै जोडिएको संस्था हो। अध्यक्षजी यहाँ हुनुहुन्छ। प्राइम टेलिभिजनले पनि राम्रो काम गरिरहेछ। हजुरहरूलाई बधाई छ पुनः पुनः। तीनटा कुरा आग्रह गर्न चाहन्छु। एउटा ऋषिजीका बारेमा, एउटा रिपोर्टर्स क्लबका बारेमा, एउटा समसामयिक विषयमा। धेरै समय लिनु। यो ऋषिजी आफैमा अद्भुत मानिस हुनुहुन्छ भन्छु म। बिहान 6 बजे रेडियोमा बोल्नुहुन्छ। 6 बजे रेडियोमा बोल्नका लागि हिजो दिनभरि रातभरि के भयो भनेर समाचार सुन्नुपर्छ होला, पढ्नुपर्छ होला। त्यसका लागि 1 घण्टा लाग्छ होला। 5 बज्नु पर्यो। उठेर तयार हुन, नुहाइ धुवाइ गर्न अर्को 1 घण्टा लाग्छ होला। त्यसो भए उहाँले 4 बजे उठ्नु पर्यो। बिहान 4 बजे उठ्नुहुन्छ होला। राति 11 बजेसम्म टिभीमै देखिनुहुन्छ। कति घण्टा सुत्नुहुन्छ होला? मुस्किलले 4-5 घण्टा सुत्नुहुन्छ। यो 4-5 घण्टामा सुत्नुहुन्छ, अरू दिनभरि काम गर्नुहुन्छ। यो प्रत्येक मानिसबाट राम्रो कुरा सिक्नुपर्छ। ऋषिजीबाट मेहनत सिक्नुपर्छ भन्ने मलाई लागेको छ। त्यसकारण ऋषिजी अत्यन्त मेहनती मानिस हुनुहुन्छ। त्यसकारण उहाँले प्रगति गरेर यहाँ पुग्नु भएको छ। पहिलो अर्को विषय रिपोर्टर्स क्लब। रिपोर्टर्स क्लब केही समय बिचमा संसद भङ्ग भयो। तपाईहरु सबैलाई थाहा छ, संसदले देशका समसामयिक विषयमा छलफल गर्छ। सरकारलाई संसदका मार्फत जनताप्रति उत्तरदायी बनाउँछ। सवाल जवाबहरू हुन्छन्, नागरिकका विषयहरू उठ्छन्, देश दुनियाँका विषयहरू उठ्छन्। मान्यजीहरूले कुरा उठाउनुहुन्छ, सरकारले जवाब दिनुपर्छ। किनभने लोकतन्त्रमा सरकार जवाबदेही हुन्छ। जवाबदेही भनेको जवाब दिने भनेको। लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ र जसलाई जनताले चुन्छ उसले जवाब दिनुपर्छ। त्यसकारण जवाबदेही भनेको, उत्तरदायी भनेको उत्तर दिनुपर्ने भनेको, उत्तर दिनुपर्ने। त्यसकारण संसदले सरकारलाई जवाबदेही उत्तरदायी बनाउँछ। तर बीचमा केही समय हाम्रो संसद रहेन। जुन बेला संसद रहेन त्यो बेला राजनीतिक दलका नेता, सार्वजनिक जीवनमा राष्ट्रको सेवा गरिराखेका सबै मानिसहरूलाई जनतालाई आफ्नो कुरा भन्ने, जनतालाई उत्तर दिने, जवाब दिने एउटा थलो ऋषिजीले रिपोर्टर्स क्लबलाई बनाउनु। म पनि त्यो बेला रिपोर्टर्स क्लबमा आएर पटक पटक आफ्ना कुरा भन्थे। पत्रकार साथीले कुरा राख्नुहुन्थ्यो, आफूले जानेको बुझेको कुरा जवाब दिन्थे। र मैले ऋषिजीलाई भन्थे, यो संसद नभएको बेला तपाईले रिपोर्टर्स क्लबलाई संसद बनाउनु भएको छ, त्यसकारण धन्यवाद छ भन्थे। त्यसकारण रिपोर्टर्स क्लबले लोकतन्त्रका लागि महत्त्वपूर्ण यो 27 वर्षका दौरानमा काम गरेको छ। त्यसकारण फेरि प्रशंसा गर्दै म धन्यवाद दिन चाहन्छु। तेस्रो कुरो समसामयिक विषय छ। धेरै साथीले यहाँ बोलिसक्नु भएको छ। गणतन्त्रका कुरा, लोकतन्त्रका कुरा, राजावादीका कुरा, फेरि राजतन्त्र आउने कुरा, नआउने कुराका बारेमा टिप्पणी भएको छ। यहाँ मैले देखिराखेको छु, यतातिर धेरै बहिनीहरू भाइहरू त्यो कुनामा पनि हुनुहुन्छ, माथि हुनुहुन्थ्यो, के जानुभयो, एकदमै युवा भाइ बहिनीहरू यहाँ हुनुहुन्छ। राजतन्त्र, राजाको शासन नदेखेको मानिस पनि यहाँ हुनुहुन्छ। राजाको शासन यो देशमा 18 वर्षभन्दा पहिला थियो। 18 वर्ष यता गणतन्त्र आयो। 18 वर्ष भनेको 10 वर्षको उमेर भएपछि मानिसले राजनीतिका बारेमा कुरा बुझ्छ होला। त्यसकारण करिब करिब 28 वर्षभन्दा कम उमेर भएका मानिसले राजतन्त्रलाई राम्ररी देखेका छैन। 18 वर्षभन्दा कम उमेर भएकोले त देखेकै छैन। त्यसकारण अहिले 27-28 वर्ष उमेर भएका मानिसहरूलाई, खास गरेर बहिनीहरूलाई, भाइहरूलाई के आग्रह गर्नुपर्छ? म दुईटा कुरा मात्रै निवेदन गर्छु। हामी यहाँ बस्दा बस्दै भाइ बहिनीहरूले धेरै वक्ता साथीको कुरा सुन्नुभयो। वक्ता साथीहरूले सरकारको विरोध गर्नुभयो।
खास गरेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको त नामै लिएर विरोध गर्नुभयो, मेरो बारेमा पनि टिप्पणी गर्नुभयो, सरकारको विरोध भयो, सरकारमा बसेका मानिसको विरोध भयो। ठिक छ, हुनुपर्छ। मैले अघि नै भनिहालेँ, लोकतन्त्र भनेको प्रश्न गर्ने, यसो गर्नुपर्ने किन गरेनौ, त्यसो गर्नुपर्ने किन गरेनौ, यो बिग्रियो किन बिग्रियो, यो सुध्रियो कसरी सुध्रियो, यो सबै प्रश्न नागरिकले गर्न पाउनुपर्छ र त्यसको जवाब सरकारले दिनुपर्छ। त्यो लोकतन्त्र। म 30 वर्षभन्दा कम उमेर समूहका बहिनीहरूलाई भाइहरूलाई एउटा आग्रह गर्न चाहन्छु, जो मानिसले यो देशमा फेरि राजाको शासन आउनुपर्छ या राजाको शासन आउँछ भनेर भनिराख्नु भएको छ, उहाँहरूलाई दुईटा प्रश्न सोधिदिनुहोस्। एउटा प्रश्न के सोध्नुहोस् भने राजाको शासनमा राजाको आलोचना गर्न पाइन्छ कि पाइँदैन भनेर सोधिदिनुहोस्। उहाँले के जवाब दिनुहुन्छ त्यसपछि निर्णय गर्नुहोस्। मैले बुझेको राजतन्त्रमा राजालाई प्रश्न गर्न पाइन्छ। यदि कसैले राजालाई प्रश्न गर्ने कोसिस गर्यो भने जेल जानुपर्छ। जति दिन यो देशमा राजाको शासन रह्यो, कसै नागरिकले राजालाई प्रश्न गर्ने काम गर्न सके। आज हामी राष्ट्रपतिलाई प्रश्न गर्दैछौँ, आज हामी प्रधानमन्त्रीलाई प्रश्न गर्दैछौँ, आलोचना गर्दैछौँ, सरकारको आलोचना गर्दैछौँ। राजाको शासनमा यो पाइन्छ भनेर सोधिदिनु होला, मेरो आग्रह छ। र अर्को एउटा कुरा सोधिदिनु होला, यदि राजाको शासनमा राजाले गल्ती गरे भने राजाका माथि मुद्दा चल्छ भनेर सोधिदिनु होला, अथवा राजाका माथि कानुनी कारबाही हुन्छ भनेर सोधिदिनु होला। अर्को प्रश्न, लोकतान्त्रिक व्यवस्थामा गल्ती गर्दा प्रधानमन्त्री मन्त्री सबैका माथि कारबाही हुन्छ, भएका छन्। तर राजाको शासनमा राजाले शासन गर्दा प्रश्न सोध्न पाइँदैन, आलोचना गर्न पाइँदैन र मुद्दा चलाउन पाइँदैन। हामीले त्यही व्यवस्था खोजेको हो, फेरि त्यही चाहेको हो होइन। त्यसो भएको हुनाले लोकतन्त्र र राजतन्त्र, गणतन्त्र र लोकतन्त्र राजतन्त्रका बीचको अन्तर भनेको एउटा व्यवस्थामा प्रश्न सोध्न पाइन्छ, त्यो प्रश्नको उत्तर दिनै पर्छ।